हेलो गाइस, ल गाइस हेर्नुहोस् हैन, म न भाँडा दोकानमा आएको थिएँ साथीहरू। मलाई नै एउटा तावा चाहिएको थियो। ल हेर्नुहोस् कति ठुलो दोकान छ साथीहरू, पुरा होलसेलको दोकान छ क्या साथी। अनि होलसेल पनि छ अनि रिटेल पनि छ कि। ल हेर्नुहोस् है साथीहरू, यहाँ पुरै भाँडा दोकान छ अनि माथि पनि छ कि साथीहरू। ल हेर्नुहोस् त। अनि साथीहरू म तावा लिन आएको थिएँ, म तपाईँलाई देखाउँछु है। अनि सामान तपाईँले जे चाहिए पनि उठाउनुहोस् अनि काउन्टरमा गएर तपाईँले बिल बनाउनुहोस् है। ल हेर्नुहोस् है साथीहरू, यो यस्तो तावा छ, एउटा भयो यस्तो बिँड गरेको खडी। अब एउटा यस्तो स्टिलको तावा छ कि। ल हेर्नुहोस् यस्तो सकल पनि देखिन्छ कि साथीहरू। अनि यस्तो छ अनि दुईजा तिनजा देखा होला, एउटा यस्तो छ क्या साथीहरू। अनि तिनटैका फरक फरक रेट छन् कि। म तपाईँलाई आउनुहोस् है देखाउँछु। ल आउनुहोस्, पहिला सोधौँ यहाँ काउन्टरमा कति कति भन्छ रेट। ओ सचिन किन्ने रेट दे यदि आवाला की रेट दा। ल हेर्नुहोस् है साथी, यो 150 रुपियाँको तावा हो कि। अनि आवाला यो पनि 150 रुपियाँको। ल हेर्नुहोस् त, यति सस्तो सस्तो छ कि साथीहरू। यति सस्तो रेटमा तपाईँले पाउनुहुन्छ भन्नु त। क्वालिटी ए वाला स्टील का नक्शन बेस एक आ गया अपना 950 यो 550 को साथीहरू। ल हेर्नुहोस् त, 950 वाले किन्यो 950 950 साढे बोल त उचित 950 रुपियाँको साथीहरू। ल हेर्नुहोस् त, यति दामी तावा छ कि यो न। इन्डक्सन बेस भन्छ कि। ल हेर्नुहोस् त, स्टिलवाला पुरा यस्तो दामी छ कि तावा यो। अनि मैले त साथी यही तावा लानु लाग्यो, नर्मली तावा। यो 150 वाला तावा हो कि साथीहरू। अनि दामी छ। अनि बस अब यहाँबाट सामान लिएर म घरतिर जान्छु। ल त साथीहरू है।